गाइस हो है मैले चाहिँ भिडियो बनाउन पाएन उता चाहिँ त्यही हो म चाहिँ यहाँ छु छोरी यता छ आज चाहिँ काठमाडौँदेखि गाउँ आउँदैछु जाँदैछु त्यही हो अनि सबैजनाले मेरो भ्लगलाई चाहिँ सपोर्ट गरिदिनु माया गरिदिनु होला बनाउन त खासै आउँदिन तै पनि सो हजुरहरूले माया गर्यो भने चाहिँ बनाउँदै जान्छु त्यही होइन अनि हामी चाहिँ एकछिन यहाँ बसेको हात दुख्यो कि हिँड्ने हो मेरो हात दुख्यो कि गाइस त्यही भएर छोरी चाहिँ यता छ अनि हामीले यो बर हो कि पिपलको मुनि बसिरहेको छु त्यही हो हेर्न सक्नुहुनेछ मेरो ब्याग चाहिँ यहाँ राखेको छ अनि टिकटक बनाउँदै हुनुहुन्छ है बहिनी त्यही हो हजुरहरू यता पनि हेर्न सक्नुहुनेछ है ब्ल्याक भएको रहेछ मान्छे हामीले चाहिँ होइन चाउचाउ फ्रुटी पानी लियो अनि यही खानु लाग्यो अब के हाल्नु नि है त्यही हो सक्नुहुनेछ हामी चाहिँ यता छु एकछिन बस्नुपर्ने हुन्छ हामी चाहिँ यहाँ अल्छी लाग्यो कि त्यही भएर हेलो एभ्रिवान हामी चाहिँ फाइनली फेरि पनि गोफडाँडा आइपुग्यौँ यो प्लान चाहिँ थिएन तर त्यत्तिकै भइदियो होइन छोरी जानेर के गोफडाँडा पुगेको छैन अरे त्यही भएर हामी चाहिँ गोफडाँडा आयौँ तर बिचबिचको भ्लगहरू चाहिँ हाल्न पाएन र खिच्न पाएन किनकि भिडियो गरेन नि त त्यही भएर अनि अब चाहिँ हाम्रो यहाँ झन्डा लगाएको नयाँ भिडियो हेर्न सक्नुहुनेछ नयाँ प्लेस हेर्न सक्नुहुनेछ नयाँ त थिएन तैपनि राम्रो बनाएको छ कि यहाँ झन्डाहरू हालेर किन घर नगए गोफडाँडा आउँछ गोफडाँडा जाने भन्छ ऊ चाहिँ डाइरेक्ट त्यही हो ब्यागहरू चाहिँ कति धेरै रहेछ तर मान्छे चाहिँ काम बोल्यो त्यो छु अनि अहिलेको गोफडाँडा हजुरलाई देखाउने नै छु हेर्न सक्नुहुनेछ सो हेर्न सक्नुहुनेछ म चाहिँ यता टिकटक बनाऊँ कि भिडियो के हो त्यत्तिकै होइन घुमेर आएको हुन्छु त्यही हो हेर्न सक्नुहुनेछ है अनि हजुरहरू पनि आउन सक्नुहुनेछ गोफडाँडा चाहिँ यस्तो भएको रहेछ अहिले चाहिँ सो अहिले पहिला चाहिँ झन्डाहरू नि खासै थिएन अहिले चाहिँ राम्रो भएछ अनि म चाहिँ यता आएर फेरि ब्याग चलाएको जसो गरेर हल्का भिडियो बनाएको छु त्यही हो हेर्न सक्नुहुनेछ होइन यहाँ चाहिँ चिप्लो रहेछ कि अलि उता चाहिँ त्यही भएर म चाहिँ खुट्टा टेक्न खोजिरहेको चिप्लो रहेछ भनेर कराइरहेको छु म चाहिँ त्यही हो हेर्नुहोस् अहिलेको भ्यू हजुरहरू पनि जान सक्नुहुनेछ होइन गोफडाँडामा है हामी चाहिँ त्यति नै हो भिडियो खासै बनाएन अनि यहाँ आएर फेरि तल अलि तल आएर चाहिँ पिङ खेल्यो दिदीको छोरी हो चाहिँ पिङ देख्यो त्यही भएर ब्याग रोकेर हामी चाहिँ त्यही पिङ खेल्न थाल्यो हेर्न सक्नुहुनेछ हजुरहरू अनि दसैँमा कसले पिङ खेल्नु भयो होला अनि छोरी पछि फेरि म पनि पिङ खेल्न थालेँ म त कति वर्ष भइसक्यो होइन पिङ खेलेको छैन त्यही पनि ट्राई गरिरहेको छु ट्राई भन्दा नि राहर लाग्यो के अब चाहिँ हामी यति पिङ खेलेर जानुपर्ने हुन्छ होइन रात भइसक्यो त्यही भएर हामी चाहिँ भिडियो बनाउनै पाएन र बनाएन पनि ओके थ्याङ्क यू फर वाचिङ गाइज